नमस्कार। म आज उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसर सम्बन्धी केही जानकारी राख्न गइरहेको छु। सर्वप्रथम यसको कारणहरू। उच्च रक्तचाप धेरै जस्तो कारण बिना नै रोग बिना नै लाग्ने गर्दछ, करिब 90 देखि 95%। र 5 देखि 10% मात्रै कुनै रोगका कारणले लाग्ने गर्दछ, जस्तै मुटु रोग, किडनी रोग, कलेजोमा कुनै समस्या, थाइरोइडको समस्या, मधुमेह डायबिटिसका समस्याहरूसँग जोडिन सक्छ र त्यस्तै अन्य रोगहरूसँग पनि चाहिँ जोडिन सक्छ। अब रोग बिना नै लाग्ने, कारण बिनामा हुने जुन हुन्छ त्यसमा चाहिँ केही जोखिम तत्त्वका कारणले हुन सक्छ भन्ने हुन्छ, तर यही नै कारणले भयो भन्ने चाहिँ यकिन गर्न सकिँदैन। जस्तै जोखिम तत्त्वहरूमा आरामदायी जीवनयापन, एक्सर्साइज नगर्ने, मोटोपना, धूम्रपान मद्यपानको सेवन, अनि कसैलाई वंशाणुगत गुणका कारण, यस्ता कुराहरूले हुन सक्छ। त्यस्ता थुप्रै कुराहरू हुन सक्छ, तर यही नै हो भन्न चाहिँ यकिन गर्न चाहिँ सकिँदैन। अब त्यसपछि उच्च रक्तचाप भएका व्यक्तिहरूले उपचार कसरी गर्ने, के कुरामा ध्यान दिने भन्ने सम्बन्धी जानकारी दिन चाहन्छु। यसका लागि चेकअप गराएर यदि उच्च रक्तचाप देखिसकेको छ भने चेकअप गराउँदै जाँदा, मूल्याङ्कन गर्दा डाक्टरले यदि सेवन गर्ने भन्नुहुन्छ भने औषधि सेवन गर्नैपर्छ। कतिपयमा यो औषधि खाइराख्नुपर्छ, बानी पर्छ भनेर सेवन नगर्ने पनि हामीले गाउँघरमा थुप्रै देखेको छौँ, तर त्यो गलत हो। त्यसरी चाहिँ जोखिम हामीले लिइरहेको हुन्छौँ। त्यसका जोखिमहरू धेरै छन्। तपाईको पक्षघात नै हुने, प्यारालाइसिस हुने, ब्रेनमा चाहिँ इन्टर्नल ब्लिडिङ भएर रगतको नसा फुटेर, त्यस्तै अन्य किडनीलाई, मुटुलाई असर गर्दै जाने यावत कुरा चाहिँ थुप्रै छ। त्यसकारणले औषधिको दायरामा आउनैपर्छ। यो कुनै औषधि खाइराख्नुपर्ने, बानी पर्ने त्यस्तो रोग होइन। दीर्घ रोगमा पर्छ, धेरै जस्तोले औषधि जीवनभर खानै पर्छ, यो बाध्यता हो। त्यस्तो निर्मूल हुने औषधि बनेको छैन। अब कसैलाई केही रोगले लागेको थियो र त्यो रोग एकदम पूर्ण रूपमा ठिक भयो भने कसैले त्यसरी चाहिँ औषधि छोड्नुपर्ने अवस्था आउन पनि सक्छ डाक्टरको सल्लाह अनुसार। तर धेरै जस्तो रोग बिना नै भएका दीर्घ रोगीहरूलाई, के अरे उच्च रक्तचापको बिरामीहरूलाई चाहिँ धेरै जस्तोलाई लामै समय जीवनभर औषधि खानुपर्ने हुनसक्छ। अब यस दौरानमा व्यक्तिले धेरै कुराहरूमा ध्यान दिनुपर्छ। खानेकुराहरूमा नुनको मात्रा एकदम कम गर्नुपर्छ, एकदम, अनि चिल्लो बोसोजन्य चिजहरूलाई घटाउनुपर्छ। अन्य खानपिनमा धूम्रपान मद्यपान नगर्ने, अनि स्वस्थकर खानेकुराहरू खाने गर्नुपर्छ। एक्सर्साइज गर्ने, आफ्नो तौललाई चाहिँ मेन्टेन गर्ने, यो कुराहरू गर्नुपर्छ। त्यस्तै गरेर उच्च रक्तचापको औषधिहरू थुप्रै हुन्छ। कतिपय बिरामीहरूले के गर्नुहुन्छ भन्दाखेरि अस्पताल आउने, चेक गराउने, मैले हाई ब्लड प्रेसरको औषधि खान्छु भन्यो, अनि एउटै औषधि हुन्छ जस्तो मलाई त्यो दिनुहोस् भनेर त्यसरी कयौँ आउनुहुन्छ। त्यस्तो होइन, तमाम धेरै औषधिहरू छ, आफ्नै तिनीहरूको काम छ। कसलाई कस्तो औषधि चलाउँदा बेटर हुन्छ त्यो किसिमको धेरै कुरा मूल्याङ्कन गरिन्छ, त्यो अनुसार दिइन्छ। त्यो कारणले पहिलाका कागजातहरू एउटा फाइल बनाएर राम्रोसँग राख्ने, त्यो हेरफेर गर्न हुन्छ। कुन औषधि चलाइएको थियो, कति डोजको थियो, अब के गर्ने, डोज बढाउने कि अर्को औषधि मिसाउने कि डबल त्रिबल औषधि गर्ने, अथवा औषधिको ग्रुप नै चेन्ज गरेर अर्को औषधि राख्ने, धेरै किसिमका कुराहरू हेरफेर गर्नुपर्ने हुन्छ। त्यो कारणले व्यक्तिले ती कुराहरू चाहिँ राम्ररी व्यवस्थापन गरेको राम्रो हुन्छ, उहाँलाई नै फाइदा हुन्छ। त्यो एउटै औषधि हुन्छ र त्यही नै हो भनेर चाहिँ जुन कन्सेप्ट छ त्यो चाहिँ गलत हो। धेरै प्रकारका औषधि हुन्छन्। आफूले चाहिँ फाइल बनाएर राख्ने, कुनै बेला फाइल नलग्न सकिन्छ, फोटो खिचेर राख्ने, त्यो कुराहरूमा पनि सबैमा ध्यान दिनुपर्छ। विगतमा गराइएका ल्याब टेस्टहरू, मुटुको इसिजी गर्नुपर्ने हुन्छ उच्च रक्तचाप भएपछि, कोलेस्ट्रोल लेभल चेक गर्नुपर्ने हुन्छ, कलेजोले कस्तो काम गरेको छ, किडनीले कस्तो काम गरेको छ, कुनै थाइरोइडको समस्या छ कि, यी कुराहरू चाहिँ मान्छेको अवस्था अनुसार डाक्टर, स्वास्थ्यकर्मीहरूले के परामर्श दिनुहुन्छ ती कुराहरू चाहिँ गराएको राम्रो हुन्छ। त्यो कारणले सबै टेस्टहरूको रिपोर्ट पनि राम्ररी राख्ने, अनि फोटो खिचेर पनि राख्दा हुन्छ, ठाउँ ठाउँमा देखाउनुहुन्छ, चेकअप गराउँदा काम लाग्छ, तपाईँलाई नै फाइदा हुन्छ। यी सबै कुराहरूको बारेमा एकअर्कालाई चाहिँ जानकारी गराएको राम्रो हुन्छ, किनभने गाउँघरमा एउटा चेतनाको अभाव र जानकारी नभएको कारणले त्यो कुराहरूमा चाहिँ त्रुटि भइरहेको हुन्छ र उपचारमा अन्यल हुने, अब के गर्ने भन्ने चाहिँ अलि लथालिङ्ग उपचार पनि हुनसक्छ। त्यसकारणले आखिरी त्यो घाटा हुने, नराम्रो हुने भनेको बिरामीलाई नै हो। यो कुराहरू चाहिँ सबैले एकअर्कालाई बुझाउनु पर्ने आवश्यक देखेको छु। र उच्च रक्तचाप भएका व्यक्तिहरूले बेला बेलामा प्रेसर चेक गराउँदै जाने, हेर्दै जाने,
चिन्ता गर्नु हुँदैन। चिन्ताले पनि प्रेसर बढाउँछ। चिन्ता गर्ने होइन, बेला बेला चेक गराउने र चाहिँ हामीले औषधि खाइरहेको कुराहरू चाहिँ राम्ररी त्यो बारेमा अवगत गराउने। के औषधि छ नाम समेत थाहा पाएको राम्रो हुन्छ। कति एमजी खाने नाम समेत थाहा पाएको राम्रो हुन्छ यदि जान्ने व्यक्तिले चाहिँ। होइन भने अन्य परिवारका व्यक्तिले सहयोग गर्नु पर्यो, फोटो खिचेर राख्ने, फाइल बनाएर राख्ने, यो कुराहरू गर्यो भने रेगुलर फलोअप गर्दा, बेला बेलामा भेट गर्दा, चेकअप गराउँदा चाहिँ एकदम राम्रो हुन्छ र अन्तमा चेक गर्ने चिकित्सक स्वास्थ्यकर्मीहरूलाई पनि फाइदा हुने, सजिलो हुने, के औषधि दिने, कस्तो भइरहेछ, अवस्था के छ, अब के गर्ने, प्लानका बारेमा पनि सोच्न राम्रो हुने, कुनै रिफर गर्नुपर्ने छ कि त्यसका बारेमा पनि फाइदा हुने र समग्रमा अन्तमा सेवाग्राहीलाई नै, बिरामीलाई नै फाइदा हुने देखिन्छ। यस कारणले यो विषयमा सबैलाई चाहिँ जनचेतना फैलाउन हुन अनुरोध गर्दछु। धन्यवाद।